हेलो हाई स्वागत छ। आज भने चाहिँ म मेकअप गर्न गइरहेको छु। हेरौँ कस्तो गर्न सक्दो रहेछु है मेरो आफ्नै फेसको लागि। सिम्पल त मेकअप चाहिँ मलाई पनि आउँछ हैन। सो हेरौँ फर्स्टमा चाहिँ मैले लाएँ मोइस्चराइजर मजाले चाहिँ घाँटीसम्म चाहिँ लगाइसकेपछि चाहिँ अब मेकअप गर्नुपर्छ। फर्स्टमा मोइस्चराइजर लाउनुपर्छ नि त। मोइस्चराइजर लाएन भने चाहिँ फेरि मेकअप अलिकति ग्लो दिँदैन, राम्रो दिँदैन नि त। त्यो भएकोले गर्दाखेरि लगाएँ। अनि मैले चाहिँ आई मिलाउन थालेँ है। आइब्रो हेरौँ कतिको राम्रो मिलाउँदो रहेछ है। सकेसम्म चाहिँ राम्रो मिलाउने कोसिस गर्छु, भएन भने चाहिँ ठिकै छ ल, सिकाउनुहोस् ल आउनेलाई चाहिँ। सो एकपट्टिको सक्न लागिसकेँ। सो अब अर्कोपट्टिको पनि म चाहिँ एकदम तयार पार्दैछु ल। मैले अर्कोपट्टि पनि सकिसकेँ। अब चाहिँ फाउन्डेसनहरू बेबी क्रिमहरू लाउने बेला भएको छ। त्यसलाई अलिकति मैले कोरेँ पनि। सो बेबी क्रिम लिएँ। बेबी क्रिमलाई चाहिँ ब्लेन्ड गर्नुपर्छ राम्रोसँगले। हेर्नुहोस् है कस्तो हुन्छ ल। एकदम मैले एक साइडको चाहिँ अब गर्न सक्न नि लागिसकेको छु है। लेट्स सी हेरौँ अन्तिममा कस्तो देख्दो रहेछ है। खासै आजसम्म त मैले यसरी मेकअप गरेर चाहिँ हिँडेको छैन। त्यही पनि अब जाने पर्ने ठाउँ भएको कारणले गर्दाखेरि चाहिँ यसो लगाइदिउँ न भन्ने हो कि कहिले कहन हैन। मेकअप सिकेको के काम त, आफ्नै अनुहारलाई यसो खर्च गरौँ भन्ने मात्रै हो क्या। अरू त त्यस्तै उस्तै हो साथीहरू। अब ब्लेन्ड गरिदिनुहोस् ब्लेन्डरले, राम्रोसँग ब्लेन्ड गरिदिनुहोस्। तर परेलामा चाहिँ नछुने तरिकाले गर्नुपर्छ है ब्लेन्ड चाहिँ। अनि ठुलो ब्लेन्डरले काम दिएन भने चाहिँ सानो ब्लेन्डर पनि युज गर्नुपर्ने हुन्छ है। निधारहरू पनि एकदमै खुम्चेको छ मेरो अनुहारमा चाहिँ। एकदमै धेरै चायापोतोहरू अहिले एकदमै धेरै आएको छ घाममा हिँडेको कारणले गर्दाखेरि चाहिँ। तपाईँहरूले सनस्क्रिमहरू भयो अनि बेबी क्रिमहरू चाहिँ कसरी लाउने गर्नुभएको छ त मैले देखाइसकेको छु। हो त्यसरी लाउनुहोस् है ल। सबैजना साथीहरूलाई फाइनल लुक्स त म देखाउने नै छु। अहिलेलाई चाहिँ यति नै ल। भिडियो पार्ट 2 मा हेर्नुहोस् है त। धेरै लामो भयो कि भिडियो हेर्नु न, पछि गर्दै बनाएको धेरै लामो भएको छ। पार्ट 2 मा हेर्नु होला फाइनल भिडियो। थ्याङ्क यू।